छोटो बाटो अपनाउने मान्छे छिटै माथि पुग्छ, यसमा कुनै दुई मत छैन। छोटो बाटोबाट चाँडै माथि पुगिन्छ, तर वास्तविकता के हो भने जति छिटो माथि पुगिन्छ त्योभन्दा एकदम कम समयमा तल खदारिन्छ मान्छे। छोटो बाटो त्यस्तो व्यक्तिले भेट्टाउँछ, खोज्छ जसमा जाँगर हुँदैन, मेहनत गर्न ऊ चाहँदैन, तर छिटो छिटो उसलाई उपलब्धि चाहिएको छ, केही कुरा हासिल गर्नु छ। कुनै पनि कुरा हासिल गर्न छोटो बाटो खोज्ने मान्छे भनेको अल्छे मान्छे हो। ऊ अलिकति पनि मेहनत गर्न चाहँदैन। त्यस्तो मान्छेले सर्टकट खोज्छ अनि भेटाउँछ पनि। खोजेपछि भेटिन्छ नि त। ऊ पुग्छ पनि ठाउँमा, तर जति छिटो समयमा ऊ माथि पुगेको छ त्योभन्दा एकदम कम समयमा ऊ तल झर्छ। त्यसकारणले गर्दा मेहनत गरेर मान्छे अगाडि जानुपर्छ। सर्टकट अपनायो भने त्योभन्दा अझै सजिलो गरी अझै छिटो समयमा मान्छे तल खदारिन्छ। जिन्दगीमा हाम्रो चाहना के हुन्छ भने छिटै माथि पुगिहालौँ, म चाहिँ अरूभन्दा धेरै चाँडो अगाडि बढिहालौँ भन्ने हामीलाई लाग्छ। राम्रो पनि हो, कुनै कुराको चाह गर्नु गलत त हुँदै होइन, तर हरेक कुराको चाह सँगसँगै त्यसलाई हासिल गर्ने प्रक्रिया हुन्छ। प्रक्रियाबद्ध तरिकाले मेहनत गरेर माथि पुग्यो भने त्यो चाहिँ दिगो हुन्छ, लामो समयसम्म चाहिँ टिक्ने हुन्छ। तर जति सजिलो तरिकाले कुनै कुरा हासिल गरिन्छ गुमाउनलाई त्यति पनि मेहनत लाग्दैन, अझै छिटो चाहिँ त्यसलाई गुमाउनु पर्ने हुन्छ। त्यसकारणले सधैँ के ख्याल गर्नुपर्छ भने मान्छेले मेहनत गर्न सिक्नुपर्छ, काम गर्न सिक्नुपर्छ, अनि आफ्नो परिश्रमले कमाएको कुनै पनि चिज, परिश्रमले हासिल गरेको कुनै पनि चिज त्यति सजिलै हामीले गुमाउनु पर्दैन। त्यसकारणले गर्दा मेरो विचार चाहिँ के हो भने मान्छेले सत्यको साथ दिनुपर्छ, सत्यतालाई अँगाल्नुपर्छ। चिप्लो घसेर चाप्लुसी गरेर हतारमा अगाडि बढ्न खोजियो भने त्यो चाहिँ एकदमै गलत बाटो हो। अनि हतार कहीँ पुग्न दौडिरहेको मान्छे प्राय दुर्घटनामा पर्छ। बिस्तारै हिँड्ने मान्छे चाहिँ ऊ सम्हालिएर हिँड्छ, तर दौडिने मान्छे दौडिनको लागि त उसले आफ्नो ध्यानलाई दौडिने कुरामा मात्रै केन्द्रित गर्न पर्यो। त्यसले गर्दा दुर्घटना हुने सम्भावना अत्याधिक हुन्छ, जति कम चाहिँ बिस्तारै हिँड्ने व्यक्तिमा हुन्छ। त्यसैले हिँडेर जाउँ, आखिर गन्तव्य एउटै हो। हामी पुग्ने भनेको त्यही ठाउँमा हो भने केही समय लिएर बिस्तारै प्रक्रियाबद्ध ढङ्गले अगाडि बढ्नुपर्छ। छिटो अगाडि बढ्न खोज्ने मान्छे, छिटो माथि पुग्न खोज्ने मान्छे, छिटो ठुलो पद खोज्ने मान्छे, छिटो धेरै पैसा कमाउन खोज्ने मान्छे, केही समयको लागि त्यो राम्रै देखिन्छ, राम्रै सुनिन्छ, तर हासिल गरेर पनि केही हासिल हुनेवाला छैन।